3टा बीच फेसिङ अपार्टमेन्ट त्यही पनि 1 मिलियन दिराम्सको बजेटमा कसरी लिने र त्यसबाट चाहिँ 100% को रिटर्न कसरी बनाउनु त आउनुस् देखाउँछु। 1 मिलियनको बजेटमा म तपाईहरुलाई दिलाउन छु 3टा 1 बेडरुम अपार्टमेन्ट जुन चाहिँ हुनेवाला छ बीच प्लस वाटर फेसिङ, जसको प्राइस रहेको छ 9 लाख दिराम इच। तर क्याच यो रहेको छ कि यसमा पेमेन्ट प्लान पाउँदैछौँ हामीले 30% ड्युरिङ कन्स्ट्रक्सनको र 70% एट द टाइम अफ ह्यान्डओभरको। भनेको तपाईहरुले पे गर्नुपर्ने हुन्छ 30% यो 4 वर्षमा जुन चाहिँ हुन जान्छ तपाईको 2,70,000 2,70,000 2,70,000 भनेको तपाईको चाहिँ 8,10,000 दिराम्स मात्र। अनि यो चाहिँ प्रपर्टी हामीले फ्लिप गर्नेवाला छौँ एट द टाइम अफ ह्यान्डओभर, सो तपाईले चाहिँ यो 70% तिर्नु पर्दैन। सो एप्रिसिएसन यदि हाम्रो यो प्रपर्टीबाट इच प्रपर्टीबाट 30% मात्र आउँछ इन 4 इयर्स भने 3टा प्रपर्टीबाट तपाईलाई आउँछ 8,10,000 दिरामको प्रफिट। भन्नाले तपाईहरुले लगानी लगाउँदै हुनुहुन्छ 8,10,000 दिरामको र तपाईहरुले चाहिँ कमाउँदै हुन्छ फेरि 8,10,000 दिराम इन जस्ट 4 इयर्स। सो तपाईले बनाउँदै हुन्छ 100% को प्रफिट इन जस्ट 4 इयर्स। सो तपाईहरु पनि इन्ट्रेस्टेड हुनुहुन्छ यो प्रपर्टीमा इन्भेस्टमेन्ट गर्न र चाहनुहुन्छ यसको अरु कुनै फर्दर डिटेल्स भने चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई।